एभ्रिवान, नमस्ते, प्रणाम सबैमा, सबैजना सकुशल हुनुहुन्छ। आउनुहोस् सिनेमन टी सँगै हामी पनि सानो केही चिया गफ गरौँ। हाम्रो मानव शरीरमा सिनेमन टीको फाइदाहरू अनगिन्ती छन्। ती मध्येमा म केही हजुरहरूलाई सेयर गर्नेछु हैन। सिनेमन टीले मानव शरीरमा चाहिँ पाचन प्रणाली राम्रो बनाउँछ। जसलाई ग्यासको एकदम समस्या हुन्छ अपचको, त्यसलाई चाहिँ कम गराउन मद्दत पुर्याउँछ। तर धेरै चाहिँ नपिउनु होला है, दिनमा 1-2 पटक चाहिँ पिउन अति नै उत्तम हुन्छ, राम्रो हुन्छ। सिनेमन टीले चाहिँ शरीर बडीमा चाहिँ रिल्याक्स फिल गराउँछ तपाईहरुलाई हैन। हाम्रो मानव शरीरमा चाहिँ इम्युनिटी बढाउँछ, इम्युनिटी पावर बढाउँछ। अर्को भनेको शरीर चाहिँ तातो राख्छ र रुगाखोकी लाग्नबाट बचाउँछ। हेर्नुस् त कति अनगिन्ती फाइदा छ, मैले केही मात्रै भने। मधुमेहको रिस्क कम गराउँछ। अर्को भनेको पाचन प्रणाली राम्रो बनाउँछ। त्यस्तै अर्को भनेको चाहिँ हाम्रो बडी तातो बनाएर राख्ने भएर रुगाखोकी चाहिँ लगाउन चाहिँ कम गराउँछ, रुगाखोकी लाग्न कम गराउँछ। सिनेमन टीले बडीमा चाहिँ रिल्याक्स फिल गराउँछ। अर्को भनेको चाहिँ फेरि ब्लड सुगरलाई पनि कन्ट्रोल गर्न मद्दत पुर्याउँछ, जसलाई पाचन प्रणाली सम्बन्धी समस्या छ हैन, अपच हुने, ग्यासहरू हुनेलाई चाहिँ एकदम कम गराउन मद्दत पुर्याउँछ। हेर्नुस् धेरै अनगिन्ती छन्, मैले केही सेयर गरेँ हैन। आउनुस् अब चिया पिउँ। मैले ल हजुरहरू थ्याङ्क यू फर वाचिङ, प्रणाम।